है हामी चाहिँ यता बद्रीनारायण धाम गएको थियौँ अनि बद्रीनारायण धाममा चाहिँ यस्तो रमाइलो ठाउँ रहेछ मलाई थाहै थिएन। यो चाहिँ सितापाइलाबाट जान मिल्छ अनि यहाँ चाहिँ हाम्रो सबैजना फ्यामिलीहरू जानुभएको थियो, त्यही भएर यस्तो रमाइलो भयो। प्लस यहाँको भ्यूहरू पनि यस्तो रमाइलो छ, हजुर पनि जान सक्नुहुन्छ आफ्नो फ्यामिली फ्रेन्ड्सहरूलाई लिएर। अनि यहाँ चाहिँ अलि हुन्छ नि एकदमै रमाइलो, तर काठमाडौँबाट एकदमै नजिकै, एकदमै रमाइलो, नेचरहरू मन पराउने मान्छेहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ। अनि यहाँ चाहिँ म यतिकै के गरिरहेको छु, कसैले मलाई फोटो खिच्यो भनेर थियो अनि म त यतिकै पोज दिइरहेको थिएँ। यो चाहिँ हाम्रो गाडी हो, कसले भिडियो बनाउनु भएछ। यताबाट चाहिँ भ्यू देखाउन आएको थिएँ अनि मेरो बहिनीले भ्यू देखाउन आएको रहेछ, हिँड्दैछ मेरो बहिनी चाहिँ। अहिले चाहिँ यहाँ चाहिँ अर्को एकदम भिड थियो, हामी चाहिँ स्याटरडे गएको थियौँ, त्यही भएर एकदमै भिड थियो। हजुरहरू पनि कुनै दिन मिलाएर जान सक्नुहुन्छ, तर अरू दिनभन्दा स्याटरडे चाहिँ अलिकति बढी भिड हुन्छ भन्दै हुनुहुन्थ्यो। त्यसपछि हामी लाग्यौँ फेरि हामी आफै त्यो एउटा चाहिँ उस प्रतीक्षालयमा बसेका थियौँ अनि त्यहीतिर फर्किन लागेको थियौँ। फेरि भ्यू देखाउँदा यस्तो राम्रो ठाउँ। अनि त्यहाँबाट चाहिँ हामी फेरि कालुपाडेमा फर्कियौँ। कालुपाडेमा चाहिँ फोटो खिच्ने घुम्ने ठाउँहरू छ, त्यहाँ गएर हेर्न मिल्छ। अनि फुलहरू पनि रोपेको छ, हल्का त्यो चौर जस्तो छ। त्यहाँबाट चाहिँ फेरि भ्यू टावर पनि जान मिल्छ। भ्यू टावरबाट चाहिँ सबै चारैतिर देखिने ठाउँ रहेछ। त्यहाँ बाढ लागेको छ तर यस्तो राम्रो देखिन्छ चारैतिर क्या। बिचमा चाहिँ भ्यू टावर छ अनि त्यहाँबाट चाहिँ सबै देखिन्छ। त्यहाँ चाहिँ मेरो अङ्कल आन्टीहरू मम्मी बाबा चढ्नुभएको थियो, त्यही भएर अझै हेर्न पनि मजा आयो सबैजना फ्यामिलीसँग बसेर। यस्तो राम्रो ठाउँ छ। अनि त्यसपछि चाहिँ हामी फर्कियौँ।